तपाईहरु दुवैजनालाई विजयी गरेर पठाउनुहोस्। अनि सिन्धुलीको निम्ति हामीले सरकारमा हुँदा या नहुँदा के गर्नुपर्ने, सिन्धुलीको विकासको निम्ति कसरी लड्नुपर्ने, पार्टी हेडक्वार्टर हामी यहाँ छौँ, माधवजी र म। हामी सिन्धुलीको निम्ति सम्पूर्ण ताकत लगाएर तपाईहरु विकास निर्माणको आकांक्षालाई पूरा गर्नेछौँ। म तपाईहरुसँग यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले देवेन्द्रजीलाई त धेरै राम्रोसँग अझै चिन्न पाएको छैन, राजनलाई त मैले चिन्ने नै कुरा भयो। राजनले यो बीचमा सदनमा खेलेको भूमिकालाई तपाई सिन्धुलीवासी पार्टीका नेता कार्यकर्ताले पक्कै पनि गहिरो गरी हेर्नु भएको छ र त्यसमा तपाईहरुले गर्व गर्नु भएको छ भन्ने मलाई विश्वास छ। सिन्धुलीका जनताले मात्रै होइन, उहाँले सदनमा खेलेको भूमिका प्रतिक्रियावादी र अवसरवादीहरूका विरुद्ध र जनता र राष्ट्रका पक्षमा खेलेको भूमिका सिंगे राष्ट्रले पनि हेरेको छ। राजन दाहाललाई सिन्धुलीको मात्रै नसोच्नु होला, सिंगे राष्ट्रले चिनेको छ र हेरेको छ के हुन्छ राजन दाहाल भनेर हेरेको स्थिति छ। संसारभरिका तमाम युवाहरूले पनि सिन्धुलीको राजन दाहालको भविष्य के हुन्छ भनेर हेरेको स्थिति छ। तपाईँ हामी कोहीले टाउको निहुराउनु पर्ने छैन। म राजन दाहाललाई माधवजीले भने जस्तै धन्यवाद भन्न चाहन्छु। तपाईले मेरा पनि गल्ती भएका रहेछन् भने सच्याउन तयार छु भनेर तपाईले यहाँ सबैको अगाडि प्रतिबद्धता व्यक्त गर्नु भएको छ। मानिस लेनिनले भने जस्तै गल्ती नगर्ने पार्टी र गल्ती नगर्ने मानिस कहिल्यै जन्मेका छैनन् र जन्मने पनि छैनन् भनेर लेनिनले वामपन्थी कम्युनिजम भन्ने किताबमा लेख्नु भएको छ। हेर्नु होला, मान्छे पनि गल्ती गर्दै गर्दै सिक्दै सिक्दै राम्रो हुने हो। पार्टी पनि गल्ती नगर्ने पार्टी हुँदैन, केही गल्ती भएपछि त्यसलाई सच्याउँदै सच्याउँदै राम्रो पार्टी हुँदै जाने हो। राजन दाहालले मेरो गल्ती छ भनेपछि मेरो कार्यशैलीमा म त्यसलाई सच्याउन तयार छु भनेपछि त्यसलाई स्वीकार गर्नु हामी सबैको महानता हुन्छ, कमजोरी होइन। अब म अलिकति यही सन्दर्भमा तपाईहरुको मनमा होला, हरिबोललाई के भाव हो, महेश्वर दाहाललाई के भयो होला, पानीराजलाई के भएको, हाम्रो बसन्त माझीलाई के भएको भन्ने तपाईहरुको मनमा होला। म लामो त अहिले व्याख्या गर्न सक्दिन। म तपाईहरुलाई छोटोमा जे सत्य हो त्यही कुरा म राख्न मेरो जिम्मेवारी ठानेको छु। यो पटक मैले सिन्धुलीमा अलिकति आन्तरिक समस्या छ भन्ने त पहिलेदेखि मलाई थाहा थियो। पटक पटक छलफल पनि हुन्थ्यो, कहिले काठमाडौँमा, कहिले यहाँ, कहिले कहाँ, तर हल भइराखेको थिएन राम्रोसँग। त्यसो भएपछि मैले यो पटक, किन पूर्वमा नै अलिअलि समस्या थियो जहाँ हरिबोलजी हुनुहुन्थ्यो इन्चार्ज, त्यहाँ धेरै साथीहरूले मलाई हरिबोललाई यहाँबाट हटाउनु पर्यो, हरिबोलले बिगार्नु भयो, हरिबोलले बिगार्नु भयो धेरैले भनेका थिए। एकाध मान्छेलाई च्याप्ने अरू सबलाई न्याक्ने गरिदिएपछि त साथीहरू त चिन्तित हुने नै भए। तर मैले फेरि उहाँलाई पहिला कमरेड तपाईँ कति पूर्व मात्रै भन्नुहुन्छ, अब आफ्नै घर भएको चाहिँ प्रदेशतिर आउनुहोस् भन्दाखेरि मलाई बरु पदाधिकारी चाहिँदैन, हटाइदिए हुन्छ, तर पूर्वको इन्चार्ज छोड्दिन भन्नुभयो। 1 वर्ष अगाडिको कुरा हो यो। कति माया लाग्यो पूर्वको इन्चार्ज उहाँलाई। खैर अब ठिकै छ, तपाईँ त्यही हुनुहुन्छ भने ठिकै छ पनि भनियो। अब यो निर्वाचनको बेलामा समस्या त देखियो सिन्धुलीमा। मैले उहाँलाई भने कमरेड अब यो पटक सिन्धुलीबाट निर्वाचन तपाईँ लड्नुहोस् है, 2 नम्बर क्षेत्रबाट टिकट यो पटक म तपाईँलाई दिन्छु भने उहाँ पूर्वै हुनुहुन्थ्यो। सोध्नु होला तपाईहरुले, हरिबोललाई सोधे हुन्छ, मैले त सबैको अगाडि भनेको छु यो कुरा। तपाईँ लड्नुहुन्छ भने तपाईँलाई टिकट दिने, अहिले तपाईँ लड्नुहोस्। राजनीतिको उमेर छ, पछि लडे हुन्छ पनि भनेको थिएँ मैले। तर उहाँले मेरो रुचि छैन भन्नुभयो पहिला। त्यहाँबाट टिकट वितरण गर्ने बेला नजिक आउन लाग्यो। माधवजी र म त्यो टिकट टुङ्ग्याउन सँगै बसेका थियौँ। सँगैबाट मैले फेरि फोन गरेँ, यो पटक सिन्धुलीमा तपाईँ नै चुनाव लड्दा मात्रै सिन्धुलीको पार्टीलाई एकताबद्ध पनि गर्न सकिने,
तपाईलाई पनि राम्रै हुन्छ। पहिला चुनाव लड्न नपाएको तपाईलाई अलिकति चोट पनि छ, लड्नुहोस् भने मैले फेरि माधवजीकै अगाडिबाट म चुनाव लड्दिनँ भन्नुभयो दोस्रो पटक। म चुनाव लड्दिनँ। अनि के तपाईँ पूर्वमा लड्न खोज्या हो त झापामा लड्न खोज्या छ भन्ने पनि अलिअलि चर्चा आएको थियो। उहाँले चाहिँ मलाई भन्नुभएको थिएन। अनि त्यसो भन्दा होइन, मैले चाहिँ अहिले म चुनाव लड्ने मुडमा छैन भन्नुभयो। अब अन्तिम टिकटमा सही गर्नुपर्ने बेला आउँदाखेरि फेरि सोधेँ मैले, तपाईँ सोध्नुहोस् अझै पनि, तपाईँ लड्नुहुन्छ भने जे हुन्छ हुन्छ, म चाहिँ टिकट तपाईँलाई दिन्छु भने। एउटा कुरा बुझ्नु होला। त्यहाँदेखि आजभोलि उहाँले अर्कै भन्दै हिँड्नु भएको छ भन्दा मलाई अनौठो कस्तो भयो होला, हरिबोलजी किन यस्तो भयो होला भन्ने लाग्छ मलाई। दोस्रो कुरा, अनि उहाँ नउठ्ने नै भइसकेपछि र पूर्व पनि नउठ्ने भइसकेपछि हामीले यो टिकट बाँड्ने बेलामा एउटा कार्यदल बनाइएको थियो गृह कार्य गर्न भनेर। त्यो गृह कार्य गर्ने टोलीलाई नाम त धेरैको आछ, कोहीको 5 जना 6 जना 10 जना 15 जनाको एउटै क्षेत्रबाट नाम सिफारिस भएको छ। ती सबैको छानबिन गर्न हामी 2 जनालाई त गाह्रो पर्ने भयो। त्यसो भएर कार्यदललाई के भनियो त भने तपाईहरूले सकेसम्म 1 जनामा ल्याउने, एकटा सिफारिसमा ल्याउने, नभए 2 जना 3 जना भन्दा बढीको नाम नपठाउने भनेर प्रदेशहरूलाई सर्कुलर गर्नुहोस् र नाम सर्ट लिस्ट गर्ने भन्यौँ। माधवजीले र मैले नै हामीले त्यहाँ हेरफेर त्यस्तो गरे। तलबाट सर्वसम्मत भएर आएको सिफारिसमा हामीले हस्तक्षेप गरेनौँ। तपाईँहरूलाई यो कुरा जानकारी होस्। जहाँ 2टा नाम आयो त्यहाँनिर त हामीले अब 2टालाई टिकट त दिन सकिने कुरा भएन एउटै क्षेत्रमा। र सिन्धुली क्षेत्र नम्बर 2बाट 2 जनाको नाम आयो, लेखनाथ र हरिबोल भनेर। हरिबोलसँग मैले अघि भने 3 पटक सोद्धा नि म चुनाव लड्दिनँ भने अब जबरजस्ती चुनाव लड भन्न त सकिने कुरा भएन। भनेपछि त बाँकी रह्यो लेखनाथ। त्यहाँ लेखनाथलाई पार्टी हेडक्वार्टरले मैले र माधवजीले विशेष सुविधा दिएको या विशेष हस्तक्षेप गरेर टिकट दिएको होइन। प्रदेशले पठाएको सिफारिसको आधारमा 2 जनाको पठायो, 1 जना चुनाव नलड्ने भनेपछि स्वतः राजनलाई दिनुपर्ने अवस्था आएर दिइयो। तर यो दिएकोमा गल्ती भयो भन्ने हाम्रो छैन, हामीलाई गर्व छ। मैले अघि नै भने राजन दाहाल सिन्धुलीको मात्रै एउटा नेता रहेको छैन, उनी राष्ट्रकै नेता भइसकेका छन्। उनी अन्तर्राष्ट्रिय रूपमा पनि थुप्रै कार्यक्रममा सहभागी भएर विश्वभरि पनि परिचित हुँदैछन्। यसमा हामी सबैले गर्व पनि गर्नुपर्छ। र राजनका कमजोरी, कार्यशैली इत्यादि छन् भने आलोचना गरेर उहाँलाई करेक्सन गर्ने जिम्मेवारी पनि तपाईँहरूको पनि हो, हाम्रो पनि हो। हामी सबैले त्यो जिम्मेवारी पनि लिनुपर्छ र एउटा होनहार युवा नेताको रक्षा गर्नुपर्दछ। मैले लास्टमा फेरि यति गरिसकेपछि छोडेर टिकट दिइहालेछ कि मात्रै पनि नबुल्नु होला। जब यहाँबाट महेश्वरलाई बागी उम्मेदवार उठाउने कुरा भएछ र अनि त्यो बागी उम्मेदवार उठाउने कुराको प्रस्तावक हरिबोल गजुरेल भएपछि हामी आश्चर्यमा पर्यौँ। यो विचित्र, पूर्वको इन्चार्ज सिन्धुली जिल्लाको एउटा क्षेत्रमा बागी उम्मेदवार उठाएर प्रस्तावक हुने त्यत्रो नेता भनेपछि यो त अनौठो भयो भनेर अनि माधवजी र मैले नै सल्लाह गऱ्यौँ र बोलाएँ। होइन फेरि त बोलाएरै भेटेरै कुरा गर्ने भयो, यो पर्ने भयो भनेर अनि हरिबोललाई, महेश्वरलाई, पाणीराजलाई, बसन्तलाई, गङ्गाजीलाई, राजनलाई सबैलाई काठमाडौँ बोलाइयो। अनि मैले पहिलो वाक्य मैले भनेको त्यहाँ, तपाईँले के गरे, यो ब्लन्डर गर्नुभयो, साह्रै ठुलो गल्ती गर्नुभयो हरिबोलजी। तपाईँ प्रस्तावक बस्ने हो, ल उठेर महेश्वर बागी उठ्नु खोज्नुभयो, केही ठुलो कुरो होइन। महेश्वरलाई अरू तलका साथीहरू प्रस्तावक समर्थक हुनु पनि ठुलो कुरा होइन। तपाईँ पार्टीको यत्रो पदाधिकारी, अर्को क्षेत्रको इन्चार्ज, यहाँ आएर तपाईँ प्रस्तावक गर्ने हो, ब्लन्डर गर्नुभयो, सच्याउनुहोस्। तपाईँले सच्याउनै पर्छ भने हो मैले। अनि उहाँले भन्नुभयो म नबसौँ जस्तो त सुरुमा लागेको थियो, पछि फेरि सबै साथीहरूले बस्नुपर्छ भन्दै जाँदा बस्ने भन्नुभयो।
गल्ती गर्नुभयो, तपाईँले प्रस्तावकबाट पछि हटेपछि उम्मेदवारी स्वत खारेज हुन्छ, एउटै मात्र राजन दाहाल बाँकी रहन्छ, सिद्धियो कुरा भनेर पनि हामीले भन्यौँ। तर उहाँ त्यसको लागि तयार हुनु भएन। कारण उहाँले आजभोलि भन्नुहुन्छ अरे हामीलाई सोध्दा नि सोधिएन केही नि भन्ने यो बेकारको झुटो कुरा नबोल्न म हरिबोलजीलाई अझै पनि, तपाईँ हाम्रो बिचमा अहिले वैचारिक मतभेद थिएन, राजनीतिक मतभेद थिएन, भावनात्मक पनि केही पनि थिएन आजभोलि त। अनि तपाईँले यस्तो टेक्निकल कुरामा गएर गल्ती गर्ने हो भनेर हामीले सम्झाउँदा उहाँ नमानेपछि हामीले फेरि भोलिपल्ट एउटा निर्देशन जारी गर्यौँ, तपाईँले गल्ती गर्नु भएको छ, त्यसकारण तपाईँले यो गल्ती सच्याउने प्रस्तावकबाट गर्न निर्देशन गरिन्छ, हट्न निर्देशन गरिन्छ भनेर चिठी पठाइयो। चिठी पठाएपछि त्यो बेला भनिएको थियो फेरि हरिबोललाई तपाईँले मान्नु भएन भने चाहिँ तपाईँले त कारबाही गर्नुपर्ने हुन्छ। मैले त्यो नि भनेको थिएँ, तपाईँले त भोलि कारबाही गर्नुपर्ने बाध्यता आउँछ। यो अरू बेलाको जस्तो स्थिति होइन। तपाईँले ठाडै पार्टीलाई चुनौती दिइसकेपछि चाहिँ त्यसबाट चाहिँ एउटा नयाँ अवस्था बन्छ भनेर भन्दा पनि उहाँले नमानेपछि चिठी पठाइयो। चिठीको उत्तर पनि नदिएपछि अनि पार्टीबाट निष्कासन। उहाँलाई मात्रै होइन, जसले यस्तो गल्ती गरेका छन् उनीहरूलाई कारबाही गर्ने निर्णय गरियो र कारबाही गरियो। सबै उनीहरूलाई यो कुरा राम्रोसँग बुझ्न म अनुरोध गर्न चाहन्छु। अझै पनि फेरि साथीहरू विभिन्न लागिराख्नु भएको छ। मैले गङ्गानारायण श्रेष्ठलाई तपाईँले मध्यस्थता गर्नुहोस् है, अहिले यहाँ अलिक बढी कटुता तिक्तता बढ्या छ, तपाईँ अलि कम त्यसमा पर्नु भएको छ, केही समय बाहिर भयो हुनाले तपाईँले सहजीकरण गर्नुहोस् भनेर मैले उहाँलाई निर्देशन गरेँ। गङ्गाजी तपाईँले दुवैतिर मिलाउने कोसिस गर्नुहोस् भनिरहेको थिएँ, किन म त मिलोस् भन्नेमा थिएँ। उहाँले कोसिस गर्दै जाँदा उहाँ न यता न उताको हुने खतरा पैदा भयो। एक थरीले उता गयो यो भन्ठान्ने, अर्कोले यता गयो भन्ठान्ने भयो। तर उहाँ कता हुनुहुन्छ भने त आज त क्लियर भयो नि, उहाँ यही हुनुहुन्छ। त्यसकारण अब अहिले पनि हरिबोलजी लगायतका कमेन्टहरूलाई म यो मञ्चबाट पनि भन्न चाहन्छु, तपाईँहरूले गल्ती गर्नु भएको छ। यसले क्षति तपाईँहरूलाई बढी भएको छ, पार्टीलाई नै भएको छ। यस्तो गल्ती नगर्नुहोस्, आउनुहोस् फेरि मिलेर एकताबद्ध भएर सिन्धुली जिल्लालाई लाल किल्ला बनाउन अगाडि बढौँ। मैले थुप्रै कमेन्टहरूलाई लगाइ पनि राखेको छु, उहाँहरूसँग कुरा भइ पनि राखेको छ। तर अहिलेसम्म उहाँहरूले पुरै रियलाइज गर्नु भएको छैन। मलाई लाग्छ तपाईँ हामी सबै एक ढिक्का भएर चुनावी अभियानमा अगाडि बढ्दै जाँदा उहाँहरूले रियलाइज गर्नुहुन्छ। गर्नु भएन भने जनताले नै रियलाइज गराइदिन्छ। आत्तिनु पर्ने मैले कुनै कारण देख्दिनँ। तपाईँहरू दृढताको साथ अगाडि बढ्नुहोस्। मैले जे बुझेँ सबै पालिकाहरूमा र जनताको जे मनस्थिति छ तपाईँहरूले एउटा बनाइसक्नु भएको छ। अर्को कुरा ठुल्ठुला प्राकृतिक प्रकोप बाढी पहिरोको क्रममा होस् या ठुल्ठुला लडाइँका मोर्चामा भएका बलिदानका कीर्तिमानका सन्दर्भमा होस् या पार्टी एकताका प्रक्रियामा हामी पटक पटक सिन्धुलीको जिल्लाका पार्टीका नेता कार्यकर्ताहरूसँग र जनतासँग पनि संवाद गर्दै आएका छौँ। जति बेला हामीले नेपालमा नयाँ ढङ्गले क्रान्ति अगाडि बढाउने उद्देश्यका साथ जनयुद्धको तयारी गर्दै थियौँ, त्यसमा पूर्वतिरको एउटा आधार इलाकाको रूपमा, एउटा अग्रणी जिल्लाको रूपमा ऋषि देवकोटा आजाददेखि थुप्रै शहीदहरूले बलिदान गरेको जिल्लालाई एउटा नयाँ कीर्तिमान सहित अगाडि बढाउने संकल्पका साथ हामीले यसलाई त्यो रूपमा घोषणा गरेका थियौँ र तयारी गरेका थियौँ। र त्यही क्रममा नै यहाँ ठुल्ठुला सङ्घर्षका मोर्चाहरू खोलिए, धेरै सिनियर लिडरहरूको बलिदान भयो। म मोहनचन्द्र गौतम, शेरमान कुँवर, महेन्द्र श्रेष्ठ लगायतका ती महान शहीदहरू जो सयौंको संख्यामा सिन्धुली जिल्लामा रगत बग्यो, ती सबै महान शहीदहरूप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु।
सबै बेपत्ता योद्धाप्रति सम्मान प्रकट गर्न चाहन्छु। जनयुद्ध र जनआन्दोलनमा शहादत प्राप्त गर्ने र घाइते हुने सबैप्रति पनि म विशेष रूपले सम्मान र श्रद्धा व्यक्त गर्न चाहन्छु। आज हामी निकै नयाँ परिस्थितिमा छौँ। खास गरी गएको भाद्र 23 को जेनजी आन्दोलन, जसका मागहरूलाई हामीले समर्थन गर्यौं। 23 गते जेनजी युवाहरूको बलिदान, जसलाई हामीले एउटा ऐतिहासिक बलिदानका रूपमा ती योद्धाहरूलाई शहीद घोषणा गर्यौं र 24 गतेको विध्वंस, जसले देशमा एउटा ठूलो संकट निम्त्यायो भनेर राष्ट्रिय संकटको स्थितिमा पनि हामीले त्यसको सामना गर्यौं। अघि कमरेड माधव कुमार नेपालले विस्तारपूर्वक त्यति बेलाको घटनाक्रम के भएको हो र कमरेड माधव नेपाल र मैले के भूमिका खेल्ने अवसर प्राप्त गर्यौं त्यो उहाँले यहाँ बताइसक्नु भएको छ। मैले त्यसमा अरु थप्नु पर्ने कुरा छैन। हामी दुवैजना साथी छौं। 26 गते राति के भएको थियो र देशलाई अझ अर्को दुर्घटनामा जानबाट बचाउन हामीले सहजीकरणको के भूमिका खेलेका थियौं, इतिहासमा त्यो दर्ज भइसकेको छ। अहिले हामीले त्यहाँबाट अन्तरिम सरकार र निर्वाचन प्रक्रियातिर देशलाई लगिसकेपछि सुरुमा त कता कता हामी एक्लै जस्तो थियौं। निर्वाचन नै हो अबको विकल्प, जनतामा जानुको विकल्प छैन भनेर हामीले भनेका थियौं। तर आज हामीलाई खुसी र गर्व छ। आज सिङ्गै राष्ट्र नै निर्वाचनमय भइसकेको छ। देशका सबै राजनीतिक दलहरू जो हिजो सर्वदलीय सरकारको, सर्वपक्षीय सरकारको कुरा गर्थे या संसद पुनर्स्थापनाको कुरा गर्थे, ती सबै पनि नेपाली कम्युनिस्ट पार्टीले भने जस्तै निर्वाचन नै विकल्प हो भनेर अब निर्वाचनमा केन्द्रित भएका छन्। यो तपाईँ हामी सबैको निम्ति खुसी र गर्वको कुरा हो। हामीले यो कुरालाई नेपाली जनतालाई राम्रोसँग बुझाउन सक्नु पर्दछ। मलाई विश्वास छ तपाईहरूले आउने अब 25-26 दिन मात्रै बाँकी छ निर्वाचनको निम्ति। यो बीचमा गाउँ गाउँ, टोल टोल र घर घरमा गएर जनतालाई यो ऐतिहासिक परिघटनाको बारेमा बताउनु पर्ने छ। म तपाईहरू सबैलाई यसको निम्ति अपिल गर्न चाहन्छु। यो पटक हामी जो राष्ट्रिय संकटको स्थितिबाट अगाडि बढ्न बाध्य भयौं, त्यो परिस्थितिलाई हेरेर एउटा नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियामा संकल्प सहित दृढताको साथ अगाडि बढ्यौं र अहिले अघि माधवजीले भन्नुभयो 25, हिजोबाट 26 भएको छ। माधवजी 26 वटा घटक। हिजो नेकपा एमालेको एउटा समूह सिन्धुपाल्चोक जिल्लाबाट लिखित रूपमा सहमति सहित एकता भएपछि 26 वटा साना ठूला घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ र अनि पार्टी प्रवेश गर्ने विभिन्न राजनीतिक दल परित्याग गर्नेहरूको संख्या दिन प्रतिदिन देशैभरि बढी नै रहेको छ। यसरी नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा नेपाली कम्युनिस्ट पार्टी स्थापित हुँदै गएको छ र हामीले एकतामा आउने सबै घटकहरूका भावनाहरूलाई सम्मान गर्दै अधिकतम लचकता र दृढता दुईटै प्रदर्शन गर्दै हामीले सबैलाई सहजीकरण गरि नै रहेका छौं र हामीले बन्द सूचीको क्रममा होस् या प्रत्यक्ष निर्वाचनको क्रममा होस्, हामीले लोकतान्त्रिक तरिकाद्वारा, जनवादी तरिकाद्वारा निर्णय गर्ने अधिकतम कोसिस हामीले गर्यौं। परिणाम अहिले देशैभरि हाम्रो पक्षमा बिस्तारै लहर आउँदैछ। बिस्तारै विश्वास नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी हो जुन पार्टीमा हिजो निरङ्कुश पञ्चायती तानाशाही विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरूको जमात छ। त्यस्तो पार्टी हो जसले जनयुद्ध र जनआन्दोलनमा ऐतिहासिक भूमिका खेलेर नेपाललाई संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने, शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउने कुराको नेतृत्व गर्ने नेताहरू र पार्टीहरू यहाँ छन् भन्ने विश्वास नेपाली जनतालाई हुँदै गएको छ र क्रमशः नेपाली जनता अब यही पार्टी मात्रै नेपाल राष्ट्रको एकताको एउटा शक्ति हो, राष्ट्रिय शक्ति हो, परिवर्तनको शक्ति हो, समाजवादतिर अग्रसर हुने
सुशासन भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा अभियान चलाउन सक्ने पार्टी हो भन्ने विश्वास बढ्दै गएको छ। अनि नयाँ र पुराना भन्ने कुरा पनि धेरै चल्ने गरेको छ। मैले धेरै ठाउँमा भनेको छु कमेन्टहरू, नेपालमा नयाँ केलाई भन्ने, पुराना केलाई भन्ने, जसको विचार नयाँ छ त्यही नयाँ हो, जसको राजनीतिक मुद्दा नयाँ छ त्यही नयाँ हो, जसले राष्ट्रको पक्षमा र जनताको पक्षमा, यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको हक हितका पक्षमा जो दृढतापूर्वक उभिन्छ त्यही नयाँ हो। मैले भन्ने गरेको छु, नेपालमा अहिले सबभन्दा नयाँ भनेको नेपाली कम्युनिस्ट पार्टी नै हो, अरू सबै पुराना हो। तपाईहरुले कन्फिडेन्टली जनतालाई भनिदिनुपर्छ, नयाँ नेपाली कम्युनिस्ट पार्टी हो। नामले पनि नेपाली कम्युनिस्ट पार्टी सबभन्दा पछि विकसित भएको पार्टी हो। नयाँ नामले, चुनाव चिन्हले पनि तारा, नयाँ। त्यो त सामान्य तर्क भयो। मुख्य तर्क के हो त भन्दा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक भन्दा नयाँ राजनीतिक मुद्दा अहिले कुनै छैन नेपालमा। ती सबै मुद्दाको वाहक नेपाली कम्युनिस्ट पार्टी हो। त्यसकारण नेपाली कम्युनिस्ट पार्टी नै नयाँ शक्ति हो, नयाँ पार्टी हो। जसले आफूलाई नयाँ भनेर सोसियल मिडियामा स्टन्ट गर्छन् ती भन्दा पुराना नेपालमा कुनै पनि छैन। थोत्रा पार्टी तिनै हुन्।